शहीदका सपना। उनी सपना बोकेर हिँडेका थिए, निदाएर होइन, जागेर देखेका सपना जसमा देश रोएको थियो र जनता मौन थिए। आमाको काग छोड्दा उनीसँग कुनै गुनासो थिएन। थियो त केवल एउटै प्रश्न, यदि म उठेन भने? यो देश कसले उठाउँछ? यो देश कसले उठाउँछ? माटो चिसो थियो तर उनको छाती तातो थियो, रगत बग्यो तर डर बग्न सकेन। शहीदले चाहेको सत्ता थिएन। शहीदले चाहेको सत्ता थिएन, न कुर्सी न पद, चाहेको त भोग नलाग्ने भविष्य, डर नमान्ने नागरिक र झुक्न नपर्ने राष्ट्र थियो। गोलीले शरीर च्यात्यो। त्यो गोलीले शरीर च्यात्यो तर सपना मार्न सकेन, किनकि सपना त हजारौं आमाको आँसुमा अझ बलियो भएर उम्रेका थिए। आज सडकमा हिँड्दा हामीलाई स्वतन्त्र हावा लाग्छ। आज सडकमा हिँड्दा हामीलाई स्वतन्त्र हावा लाग्छ, तर त्यो हावामा अझै पनि शहीदको सास मिसिएको छ। आमा आज पनि चुलो बाल्दा एक छेउ खाली राख्छिन्। आमा आज त्यो चुलो बाल्दा पनि एक छेउ खाली राख्छिन्। त्यो खाली ठाउँ छोराको होइन, अधुरो सपनाको हो। समय बदलियो, झन्डा फेरियो, नारा बदलियो, तर प्रश्न उस्तै छ, के शहीदको सपना पुरा भयो? के शहीदको सपना पुरा भयो? यदि उत्तर छैन भने त्यो दोष समयको होइन, हाम्रो हो। शहीद मरेका होइनन्, उनी त हामीले अन्याय सहँदा मर्छन्, हामीले सत्य बोल्दा बाँच्छन्। त्यसैले जब देश थाक्छ, जब भरोसा टुट्छ, आकाशतिर नहेर्नु, आफ्नै हृदयतिर हेर। त्यही कतै शहीदका सपना अझै बाँचिरहेका छन्। त्यही कतै शहीदका सपना अझै बाँचिरहेका छन्।